हेलो नमस्ते 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 सबैजनालाई मेरो युट्युब च्यानल सिबी च्यानल 99 मा स्वागत छ। म आज काठमाडौँको सुन्दर अथवा काठमाडौँ मल द काठमाडौँ मलको ठ्याक्कै अगाडि छु। म यहाँ आएको छु, घुम्नको लागि आएको थिएँ। मैले आज हजुरहरूलाई यो काठमाडौँ मल पुरै घुमाउने छु भन्ने आशा गरेको छु। मेरो च्यानललाई कृपया स्किप नगरिकन मेरो भिडियोलाई हेरिदिनु होला भन्ने आशा छ। म अब यहाँबाट भित्र छिर्छु, तपाईँहरूलाई देखाउँछु। यहाँबाट हिँड्टाहरू सुरु भयो। अब यहाँबाट तपाईँहरूलाई भन्दै जान्छु के देखाउँछु है त। यहाँ तलपट्टि ठुलो एउटा पार्किङ एरिया रहेको छ। यो काठमाडौँ मलको यो पार्किङ एरिया हो। हेर्नुहोस्, यहाँ गाडीहरू पार्क गरेको छ। सबैजना विभिन्न अफिसहरू पनि छ होला, त्यसो भए यहाँ पार्किङ गरिएको छ। यो पार्किङ एरिया है त। यहाँबाट बाटो लाग्यो, म जान्छु। सबैजना मान्छेहरू बाटो कुरेर बस्नु भएको छ, बाटो हेरेर बस्नु भएको छ। फुर्सदमा हुनुहुन्छ सबैजना। यहाँ निस्किँदैछु, कुर्दै होला, कोही शीतल ताप्दै होला। माथिपट्टि यो ग्राउन्ड फ्लोर होला जहाँसम्म मलाई लाग्छ। यतापट्टि पनि दोकान रहेछ, यता पनि दोकान रहेछ। सुरुमै इन्टायर गर्दा गर्दै केएफसी रहेछ। केएफसी रहेछ यो। भित्र म अहिले जाँदिनँ, अहिले पछि फेरि यहाँ कसैले खुवाएछ भने जानु पर्ला। हियर्स एन्ड स्पाइस यो केएफसीको लोगो रहेछ। साह्रै सजाएर राखिएका सामानहरू हेर्दा राम्रा राम्रा होइन, रमाइलो। मान्छेहरू त्यति मलको ठुलो ग्राहकहरू अहिलेसम्म देखेको छैन, सायद माथि हुनुहुन्छ होला। यहाँ जुत्ता सजाएर राखिएको रहेछ, परबाट यसरी जुत्ता पसल रहेछ। फेरि यतापट्टि यहाँ ब्यागहरूको पसल रहेछ, साह्रै राम्रो सजाएर राखिएको रहेछ। भित्र पनि अर्को पसल रहेछ। अहिले म भित्र छिर्दैन, एकछिनपछि विचार गरेर होला छिर्ने नछिर्ने भन्ने कुरो तपाईँहरूलाई है त। अनि त्यसैको बायाँ साइडमा म बायाँ साइडबाट सुरु गरेँ। सुरुमा ब्युटी पार्लर रहेछ, 37,000 कति राम्रो बनाएर राखेको ब्युटी पार्लर रहेछ। अनि त्यसपछि यहाँ रहेछ हेयर सैलुन रहेछ। यो जेन्ट्सहरूको रहेछ, त्यो ब्युटी पार्लर रहेछ। यो हेयर सैलुन जेन्ट्सहरूको रहेछ। जत्रै मिठो राम्रोसँग राखिएको रहेछ। हेर्नुहोस् है त, कति राम्रो, कति रमाइलो रहेछ। अनि यहाँ यो रहेछ, यो पनि हेयर सैलुन नै रहेछ। यहाँ राम्रा राम्रा पुत्लाहरू सजाएर राखेको रहेछ। राम्रा राम्रा कपडाहरू लगाइदिएर यहाँ कपडाको पसल रहेछ, साह्रै राम्रो। हेर्नुहोस्, यो कपडाको पसल रहेछ। यो पसलको नाम मैले देखाउँदैन, कसैको पनि पसलको नाम देखाउँदैन। यहाँ पनि कपडाहरू सजाएर राखिएको रहेछ। यहाँ ब्यागहरू, अट्याचहरू, ब्यागहरू राम्रो दोकान। यहाँ पनि लानुहोस्, कति राम्रो राखिएको छ। तर मल हुनु त अलिक बेला नभएर होला, मलमा त्यति धेरै मान्छेहरू देखिएको छैन। यतापट्टि बच्चाहरू साह्रै राम्रो राम्रो कपडाहरू राखेको रहेछ। हेर्नुहोस्, यो थियो यो फर्स्ट फ्लोर। मैले तपाईँहरूलाई देखेँ। मैले सेकेन्ड फ्लोरमा पनि देखाउँछु, त लिएर जान्छु तपाईँलाई। हेरौँ है त सेकेन्ड फ्लोर कस्तो छ। छन त यहाँ लिफ्ट पनि रहेछ, तर म लिफ्टबाट जाँदिनँ, पैदल नै जान्छु। तपाईँहरूलाई पैदल नै लिएर जान्छु यहाँबाट। यहाँ धराएर जाने बाटो रहेछ यो। म हेर्छु टप्परी मोमो भनेर लेखेको रहेछ। ए यो रेस्टुरेन्ट जाने बाटो रहेछ। यहाँबाट माथि गएर चाहिँ गर्नु म हेर्छु है त। लिएर जाँदैछु। यहाँबाट बाहिर निस्किने रहेछ क्या, म फर्किन्छु है। यतापट्टिबाट रहेछ हिँडेर माथि निस्किन्छ। हिँडेर माथि जान्छु। माथि आउन साथ बायाँपट्टि लेफ्ट साइडमा यहाँ जुत्ताको पसल रहेछ, साह्रै राम्रो। दोकानको नाम कसैको पनि देखाउँदैन मैले तपाईँहरूलाई। यहाँको स्थिति र अवस्था मात्रै देखाउँछु। यहाँ कपडाहरू सजाएर राखेको रहेछ, साह्रै राम्ररी। हेर्नुहोस्, अनि यहाँ पुत्लाहरू। यो मल काठमाडौँको द काठमाडौँ मलमा छु। हेर्न सक्नुहुन्छ काठमाडौँ मलमा के छ त भनेर है त।
मेन्सहरूको कपडा पसल रहेछ। राम्रा राम्रा मान्छेहरूले नारीहरू लाने राम्रा राम्रा जुत्ता पसल रहेछ, चप्पल पसल रहेछ। राम्रा मान्छेहरू किन्न पनि छिर्नु आएको छ। धेरै बेर देखाएन, तपाईँहरू त्यही हेरे गर्नुहुन्छ कि। यस्तै रमाइलो छ यहाँ। यो लाइन नै मेन्सको रहेछ जहाँ छ मलाई त्यस्तै लाग्यो, किन भन्दा मेन्सको कपडाहरू विकृत तरिकाले राखिएको छ। भित्र छिर्नेको छ कि यतापट्टि आएपछि लेडिजहरूको पनि रहेछ, खै लेडिज मिक्स रहेछ। हुनाले त्यो सेक्सनहरू अलग अलग रहेनछ, सबै मिक्स रहेछ है। यहाँ बच्चाहरूको पनि राम्रो राम्रो कपडा रहेछ। त्यति खासै बिजी रहेनछ, फोनमा मजाले गफ गरेर बस्न पनि भ्याइने अवस्था रहेछ। यहाँ कुनै कुनै पसलहरूमा हुनुहुन्छ, किन्दै हुनुहुन्छ, गफ गर्दै हुन्छ, थाहा छैन। अर्को साइडमा यता पनि यो हाम्रो काठमाडौँमा फर्स्ट फ्लोरमा छ। रमाइलो हेर्दा सजाएर राखेको कस्तो मिठो यो जुत्ता यो सबैको जुत्ता पाइँदो रहेछ। बहिनीहरू म सँगसँगै हेर्दैछु। अनि यतापट्टि रहेछ यो लेडिजको, यो लेडिज सप रहेछ। म सपहरू देखाउँछु नि तपाईँहरूलाई, कपडाहरू देखाउँछु। लेडिज सप हो यो, लेडिज सप हो अरे। यता रहेछ नि राम्रा राम्रा झोलाहरू सजाएर राखेको छ। झोला किन्ने मान्छे हुनुहुन्छ कि त्यो कुना एकजना रिसाइज गरी बस्नु भएको साउजीलाई सायद व्यापार नभएर यतापट्टि झोला किन्ने मान्छेहरू हो कि हेर्नुहोस्, राम्रा राम्रा झोलाहरू चाहिएको छ भने आउनु होला। यो सबै चिज उपलब्ध हुँदो रहेछ। यहाँ पनि जुत्तादेखि लिएर यो सबै चिज फ्यान्सी पसल रहेछ। राम्रा राम्रा जुत्ताहरू, कपडाहरू सबै चिज यहाँ राखिएको रहेछ। तर त्यति खासै व्यापार भयो जस्तो मलाई लागेन, किन भन्दा साउजीहरू दोकानमा बस्ने मान्छे सबै मजाले मोबाइल चलाएर बसिरहनु भएको छ। व्यापार हुन्थ्यो भने मान्छे फुर्सदमा हुन्थेन, मोबाइल चलाउनु पर्दैन है त। सबै स्थिति त्यही छ, जताततै पसलहरूको स्थिति त्यही छ, त्यस्तै देखिरहेको छु। सबैजना फुर्सदमा हुनुहुन्छ, खासै व्यापार नभएर हो कि। अहिले मैले व्यापारीसित पनि सोध्ने जमर्को गर्छु तपाईँहरूसित है, कस्तो छ के छ व्यापार भन्ने कुरो। अहिले तपाईँहरू हेर्दै जानु होला। म के छ त भनेर म सबै कुरो ब्रिफिङ तपाईँहरूलाई गर्छु, तपाईँहरूले आफै भिडियोबाट पत्ता लगाउनुमा चाहिँ के कस्तो छ भन्ने कुरा है त। यता पनि राम्रो राम्रो पसलहरू रहेछ। हजुर के हुनुहुँदो रहेछ? हाई भन्नुपर्छ। मैले अहिले उहाँसँग कुरा गर्छु, उहाँले बोलाइहाल्नु भयो मलाई। म गएर यसो कुरा गर्छु के छ त यहाँको स्थिति अवस्था के छ। काठमाडौँ मलभित्रको राम्रा दोकानहरू छन् होइन, व्यापारी पनि कति राम्रो हुनुहुन्छ। म यसो कुरा बोल्नु पऱ्यो नि। नमस्ते सर, अनि के छ, आराम हुनुहुन्छ? हजुरले काठमाडौँ मलभित्र पसल राख्नु भएको छ, यो के पाइन्छ हजुरकोमा? जेन्ट्स आइटम मात्रै हो होइन? अनि कति भयो हजुरले यहाँ पसल राखेको? अलि चिच्याएर बोल्नु न। 8-10 वर्ष भइसक्यो। अनि व्यापार कस्तो छ? पहिला थियो भनेपछि 8-10 वर्ष यहाँ टिक्नु भयो भनेपछि त पहिला त व्यापार त राम्रो हुनु पर्यो। सामान राम्रा राम्रा बिक्छन् होइन? अनि हजुरको घर कहाँ? पाल्पा कहाँ हजुर? ल उहाँ हाम्रै गाउँको हुनुहुँदो रहेछ। म पनि पाल्पाको बौनासकाली। ल हाम्रै गाउँको पाल्पाले नै हुनुहुँदो रहेछ। ल हेर्नुहोस् त, उहाँले दोकान थाप्नु भएको रहेछ। उहाँको दोकानको नाम रानी मल फेसन रहेछ। ल अरू कसैको देखाएको थिएन। ल
अब उहाँसित त एडभर्टाइजको पैसा पनि माग्नुपर्ने हुन्छ नि त। यदि एडभर्टाइज गरिदिइसकेपछि पाल्पाबाट यदि कोही कहीँबाट पनि तपाईँहरू विदेशबाट हुनुहुन्छ सबैजना मेरो साथीहरू तपाईँहरूलाई थाहा छ यहाँ काठमाडौँ आउनुभयो भने रानी मल फेसन भन्ने छ। मेन्सको कपडाहरू जिन्सको प्यान्टदेखि लिएर सबै सर्टहरू ज्याकेटहरू सबै यहाँ एभाइलेबल छ। तपाईँहरू यहीँ आएर किन्नु होला है त। ल उहाँलाई भन्नु होला जिबी च्यानल 99 मैले उहाँलाई सब्सक्राइब पनि गराइदिएर जान्छु म। उहाँको भिडियो हेरेर हामी तपाईँको पसलमा आएको भनेर भन्नु होला। तपाईँहरूलाई कति % डिस्काउन्ट दिने सर? यो भिडियो हेरेर आउने 20%। ल यो भिडियो हेरेर जो आउनुहुन्छ जिबी च्यानल 99 हेरेर आएको भनेर भन्नुहुन्छ तपाईँहरूलाई 20% ल आफै भनिदिनुहोस्। हजुर 20% डिस्काउन्ट छ यो भिडियो हेरेर आउनेलाई। जिबी च्यानल 99 हेरेर आउनु भनेलाई 20% अफ। ल 20% अफ। ल उहाँले भन्नुभएको छ यो भिडियो आएर देखाइदिनु होला तपाईँहरूले 100% उहाँले 20% अफ दिनु भएन नि मसित कन्ट्याक्ट गर्नु होला। अहिले यो फर्स्ट सेसन मैले फेरि अर्को पार्ट बनाउँछु। अहिले यो यहीँ टुङ्ग्याउँछु। मेरो भिडियोलाई हेरिदिनु भएकोमा हजुरहरूलाई धन्यवाद भन्दै लाइक सेयर र सब्सक्राइब गरेर नबिर्सिनु होला। हस्त धन्यवाद। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् र जिबी च्यानल हेर्दै गर्नुहोस्।